नमस्कार। दिगो कृषि विकासको माध्यमबाट आर्थिक वृद्धिलाई गति दिन, जीवनस्तरलाई माथि उकास्न तथा व्यावसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीको माध्यमबाट कृषकहरूको जीवनस्तरमा सुधार ल्याउन र कृषि आधुनिकीकरण सहितको व्यावसायीकरण, विशिष्टीकरण तथा विविधीकरणका लागि नेपालमा तरकारी बिउ उत्पादनका सम्भाव्यताहरू प्रशस्तै छन्। यसर्थ नेपालमा तरकारी बिउ उत्पादन, यसका सम्भावना, समस्या तथा भावी कार्यदिशाहरूलाई भिडियोमा प्रस्तुत गरिएको छ। नेपालमा तरकारी बिउ उत्पादनको सम्भावना। तरकारी बिउ उत्पादनका लागि उपयुक्त हावापानी भएको, जग्गा र श्रम उपलब्ध भएको, सहयोगी निकाय र बिउ कम्पनीहरूको उपस्थिति भएको, बिउको पर्याप्त बजारहरू भएको, रोजगारीका अन्य विकल्पहरू कम तर तरकारी बिउ लगायत अन्य कृषि क्षेत्रमा रोजगारीका अवसरहरू बढी भएको, गाजर, धनियाँ, पालङ्गो, सिमी, बोडी, रायो, मुला, केराउ, मेथी र चम्सुर जस्ता तरकारी एवं मसला बालीहरूको बिउ उत्पादनमा ठूलो सम्भावना रहेको, नेपालमा तरकारी बिउ उत्पादनका सम्भाव्यताहरूका बावजुद पनि तरकारी बिउ उत्पादनमा केही समस्या र चुनौतीहरू छन्। यी निम्नानुसार छन्। तरकारी बिउ उत्पादनका लागि गुणस्तरीय स्रोत बिउको अभाव, प्राविधिक जनशक्ति र सेवा टेवाको कमी, खुल्ला सेचित बिउको कृषकले पाउने मूल्य ज्यादै कम भएको अवस्था, सिँचाइ र मलखादको कमी, उपभोक्ताको चाहना अनुसारको जात र बिउ उपलब्धतामा कमी, तरकारी बिउ उत्पादक कृषकहरूको कमजोर सङ्गठन, प्रशोधन र भण्डारण पूर्वाधारको अभाव, बिउको कमजोर गुणस्तर नियन्त्रण, विदेशीय हाइब्रिड जातहरूको बिगबिगी, भारतसँगको खुल्ला सिमाना, कमजोर क्वारेन्टाइन अवस्था, करार सम्बन्धी नीति नियमको कमी, नैतिकताको कमी, जसरी पनि चाँडै धनी बन्न खोज्ने प्रवृत्ति, कमजोर कूटनीति आदि समस्या तथा चुनौतीको रूपमा रहेका छन्। नेपालमा तरकारी बिउ उत्पादनका विभिन्न सम्भावना छन्, विभिन्न किसिमका अवसर छन्। त्यस्तै ती अवसर र सम्भावनालाई केही चुनौती र समस्याहरूले पनि घेरिरहेका छन्। तरकारी बिउ उत्पादनको भावी कार्यदिशा निम्नानुसार हुन सक्छ। तरकारी बिउ उत्पादनको उपयुक्त क्षेत्रहरूको पहिचान र पकेट क्षेत्र घोषणा, बिउ उत्पादन गरिरहेका तथा गर्न चाहने कृषकहरूको पहिचान र सूचीकरण, त्यस्ता कृषकहरूको सङ्गठन निर्माण तथा विस्तार, बिउ खरिद गर्ने सहकारी र बिउ कम्पनीहरूको खोजी, बिउ उत्पादनमा सहयोगी निकायहरूसँग समन्वय र सहकार्य बढाउने, सम्भावित तरकारी बाली र जातहरूको पहिचान र निर्क्यौल, खेती प्रविधिबारे पूर्ण जानकारी प्राप्त गर्ने अथवा दिने, उपयुक्त जातहरूको स्रोत बिउको भरपर्दो व्यवस्था गर्ने, आवश्यक मलखादको समयमै पर्याप्त व्यवस्था गर्ने, सिँचाइको विकास र विस्तार, भरपर्दो प्राविधिक सेवा टेवाको व्यवस्था, विक्रेतासँग करार सम्झौता गरेर मात्र बिउ उत्पादन गर्ने गराउने, प्रशोधन र भण्डारण सुविधाको विकास एवं विस्तार, बिउको गुणस्तर नियन्त्रणमा सुधार र विस्तार, आवश्यक नीति नियमको निर्माण र सुधार र कूटनीतिमा सुधार।